स्टेप अहेड होइन सो त्यो चाहिँ हाम्रोमा अननेसेसरी इन्फर्मेसन जस्तो लाग्छ क्या अहिले अपरेटर्स भने अपरेटर्स पनि व्याख्या गरिदिनुपर्छ होला हामीले कसलाई अहिले अब मान्छेले अपरेटर्स सो भनिरहेको छ अपरेटर्स भने चाहिँ मैले चाहिँ पहिला सो इन द हट स्पट भने यही हो If your schedule is packed, but your hairline is thinning, here's something that actually fits your life. Let's be honest. इन द हट स्पट भने यही हो सो अपरेटर भने हाम्रो नेपालको मार्केटमा इज अ रिलेटिभली भेरी न्यू टर्म सो वेन आई स्टार्टेड वर्किङ 2007मा बुवाले मलाई बम्बे पठाउनु भएको थियो अलिकति ट्रेनिङ लिएर आऊ भने 2 months आई वाज देयर होइन अनि त्यहाँ चाहिँ अपरेटर्स त्यो बेलादेखि थिएँ अब 90sमा नै हस्टेलमा त आएको मार्केटमा सो त्यहाँ सुनेको थिएँ नेपालमा 15 वर्षसम्म मैले अपरेटर सुनिनँ है अहिले गएर चाहिँ पोस्ट कोभिड अपरेटर्स आउनु थालेँ सो अपरेटर्स भने चाहिँ बेसिकली वाट दे डु इज दे विल accumulate shares होइन so pump and dump basically so they'll pump they'll first accumulate and then they'll pump गर्दाखेरि अहिले सोसियल मिडिया इज भेरी इजी टिकटकमा यसो गएर भनिदियो भने हजारौँ मान्छे सुनिरहेछन् लिइहाल्छन् त्यो हुँदाखेरि त्यसरी नै गरेर अपरेट गरिरहेछन् मान्छेहरूले अनि यहाँ समस्या के भइरहेछ भन्दाखेरि एभ्रीबडी थिङ्क्स द्याट आई क्यान अपरेट द मार्केट अहिले चाहिँ अपरेटर्स बढी भएको छन् मेरो एनालिसिस चाहिँ अपरेटर्स बढी भएको छन् कि अब अपरेटर्स नि एकअर्काले खोजिरहेछन् मैले कसलाई भिडाउँ भनेर कि Wow, that's a fun part. Interesting. तर यसको चाहिँ मैले पनि उ गरेको छु एउटा ब्याङ्कमा थिएँ अनि अर्को ब्याङ्कको म चाहिँ फेरि एज इट इज भन्ने मान्छे हो होइन अर्को ब्याङ्कले राम्रो गरेको थियो मैले प्रोत्साहन गरेँ उनीहरूले राम्रो गरेको छ त्यस्तै होइन साँच्चै नै उ गरेको छ भनेर त्यो मार्केट त्यो ब्याङ्कको सेयर माथि गयो मेरो ब्याङ्कको चेयरम्यानमा के गरे भन्यो त्यो ब्याङ्कको चेयरम्यानले भन्यो थ्याङ्क यू भने तपाईँले गरेर चाहिँ यति उ भयो भन्यो द्याट्स वेन आई रियलाइज देयर आर पिपल हु आर जस्ट लुकिङ फर दिस देयर इज नो डिप एनालिसिस द्याट देयर इज त्यो उसमै अलिकति चलौँ भन्ने चाहिँ अलिक